Welcome to part 5 of our A to Z opposite word meaning series. A to Z opposite word meaning series को यो part 5 मा तपाईहरुलाई स्वागत छ। यो पार्ट मा हामीले सिक्ने छौं यीबाट सुरु हुने 35 भन्दा धेरै opposite words, तिनीहरुको करेक्ट प्रोनाउन्सिएसन र तिनीहरुको नेपाली अर्थ जुन तपाईहरुले इंग्लिश बोल्दा वा लेख्दा एकदमै धेरै प्रयोग गर्नुहुन्छ, चाहे तपाई बिगिनर हुनुहुन्छ वा इन्टरमिडिएट लेभल। यी वर्डहरुले तपाईलाई एकदमै धेरै हेल्प गर्नेछन्। यदि तपाईले पार्ट 1 देखि 4 सम्म हेर्नु भएको छैन भने A to Z 1000 प्लस अपोजिट वर्ड मिनिङ भनेर प्लेलिस्ट छ, त्यहाँबाट हेर्नु होला है त। हामी सबैलाई थाहा छ कुनै पनि भाषा सिक्दा भोक्याबुलरीको राम्रो आधार बनाउनु धेरै जरुरी हुन्छ र यसरी अपोजिट वर्ड मिनिङको माध्यमबाट सिक्दा हामीले दुईवटा शब्द एकैचोटी सिक्न सक्छौं, एउटा शब्द र त्यसको उल्टो अर्थ। र यो भिडियोको अन्तमा तपाईको लागि सानो क्विक क्विज पनि रहेको छ जुन तपाईले आज सिक्नु भएका शब्दहरुबाट हुनेछ। त्यसैले भिडियोलाई ध्यान दिएर हेर्नु होला र भिडियो मन पर्यो भने भिडियोलाई लाइक पनि गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। लेट्स गेट स्टार्टेड। हाम्रो पहिलो वर्ड छ अर्ली, EARLY, अर्ली। अर्ली को नेपाली अर्थ हुन्छ चाँडो। अर्ली चाँडो र यसको अपोजिट वर्ड अथवा एन्टोनिम्स हुन्छ लेट, LATE, लेट। लेट को नेपाली अर्थ हुन्छ ढिलो। लेट ढिलो, अर्ली भनेको चाँडो, लेट भनेको ढिलो। आई वेक अप अर्ली हैन, म चाँडो उठे, अथवा ही अराइभ्ड लेट, ऊ ढिला आयो भन्छन् नि हैन। अर्ली भनेको चाँडो र लेट भनेको ढिलो है त। अर्को छ ईस्ट, EAST, ईस्ट। ईस्ट को नेपाली अर्थ हुन्छ पूर्व। ईस्ट पूर्व र यसको अपोजिट वर्ड हुन्छ वेस्ट, WEST, वेस्ट। वेस्ट को नेपाली अर्थ हुन्छ पश्चिम। वेस्ट पश्चिम, ईस्ट भनेको पूर्व, वेस्ट भनेको पश्चिम। हाम्रो चारवटा दिशाहरु छन् नि हैन, ईस्ट, वेस्ट, साउथ, नर्थ हैन। ईस्ट भनेको पूर्व र वेस्ट भनेको पश्चिम है त। अर्को छ इजी, EASY, इजी। इजी को नेपाली अर्थ हुन्छ सजिलो। इजी सजिलो र यसको अपोजिट वर्ड हुन्छ डिफिकल्ट, DIFFICULT, डिफिकल्ट। डिफिकल्ट को नेपाली अर्थ हुन्छ गाह्रो। डिफिकल्ट गाह्रो, इजी भनेको सजिलो, डिफिकल्ट भनेको गाह्रो। एक्जाममा क्वेशन चाहिँ सजिलो आयो भने हामीले आज कस्तो इजी रहेछ क्वेशन भन्छौं हैन, र गाह्रो आयो भने चाहिँ आजको क्वेशन त कति डिफिकल्ट भन्छन् नि हैन। इजी भनेको सजिलो, डिफिकल्ट भनेको गाह्रो है त। इट, EAT, इट। इट को नेपाली अर्थ हुन्छ खानु। इट खानु र यसको अपोजिट वर्ड हुन्छ फास्ट, FAST, फास्ट। फास्ट को नेपाली अर्थ हुन्छ उपवास बस्नु। फास्ट उपवास बस्नु, आज मेरो फास्टिङ छ भन्छ नि हैन, मेरो उपवास छ। फास्ट, फास्ट भनेको उपवास। इट भनेको खानु, फास्ट भनेको उपवास बस्नु है त। एजुकेटेड, EDUCATED, एजुकेटेड। एजुकेटेड को नेपाली अर्थ हुन्छ शिक्षित। एजुकेटेड शिक्षित र यसको अपोजिट वर्ड हुन्छ इलिटरेट, ILLITERATE, इलिटरेट। इलिटरेट को नेपाली अर्थ हुन्छ अशिक्षित। इलिटरेट अशिक्षित, एजुकेटेड भनेको शिक्षित, इलिटरेट भनेको अशिक्षित है त। एफिसिएन्ट, EFFICIENT, एफिसिएन्ट। एफिसिएन्ट को नेपाली अर्थ हुन्छ सक्षम। एफिसिएन्ट सक्षम र यसको अपोजिट वर्ड हुन्छ इनएफिसिएन्ट, INEFFICIENT, इनएफिसिएन्ट। इनएफिसिएन्ट को नेपाली अर्थ हुन्छ असक्षम। इनएफिसिएन्ट असक्षम, एफिसिएन्ट भनेको सक्षम, इनएफिसिएन्ट भनेको असक्षम। एफर्ट, EFFORT, एफर्ट। एफर्ट को नेपाली अर्थ हुन्छ प्रयास। एफर्ट प्रयास र यसको अपोजिट वर्ड हुन्छ लेजिनेस, LAZINESS, लेजिनेस। लेजिनेस को नेपाली अर्थ हुन्छ
अल्छीपन, लेजिनेस, अल्छीपन, एफर्ट भनेको प्रयास, लेजिनेस भनेको अल्छीपन। एलिभेट, ELEVAT, एलिभेट, एलिभेटको नेपाली अर्थ हुन्छ माथि उठाउनु। एलिभेट, माथि उठाउनु, र यसको अपोजिट वर्ड हुन्छ लोअर, LOWER, लोअर, लोअरको नेपाली अर्थ हुन्छ तल झार्नु। लोअर, तल झार्नु, एलिभेट भनेको माथि उठाउनु, लोअर भनेको तल झार्नु है त। इमिग्रेट, EMIGRAT, इमिग्रेट, इमिग्रेटको नेपाली अर्थ हुन्छ देश छाड्नु। इमिग्रेट, देश छाड्नु अथवा देशभन्दा बाहिर जानु, र यसको अपोजिट वर्ड हुन्छ इमिग्रेट, IMMIGRAT, इमिग्रेट, इमिग्रेटको नेपाली अर्थ हुन्छ देशभित्र आउनु। इमिग्रेट, देशभित्र आउनु, यी दुवैको प्रोनाउन्सिएसन चाहिँ एउटै सुनिन्छ तर स्पेलिङ चाहिँ फरक हुन्छ है त। देश छाड्नु भनेको चाहिँ ईबाट सुरु हुन्छ र देशभित्र आउनु भनेको चाहिँ आईबाट सुरु हुन्छ है त। धेरैजना मान्छे चाहिँ यो सुन्दाखेरि कन्फ्युज हुन्छन्, तपाईँ चाहिँ कन्फ्युज नहुनु होला है त। EMIGRAT, इमिग्रेट भनेको चाहिँ देश बाहिर जानु अथवा देश छाड्नु होइन। इमिग्रेट, IMMIGRAT, इमिग्रेट भनेको चाहिँ देशभित्र आउनु है त। इम्प्लोय, EMPLOY, इम्प्लोय, इम्प्लोयको नेपाली अर्थ हुन्छ रोजगार। इम्प्लोय, रोजगार, र यसको अपोजिट वर्ड हुन्छ अनइम्प्लोय, UNEMPLOY, अनइम्प्लोय, अनइम्प्लोयको नेपाली अर्थ हुन्छ बेरोजगार। अनइम्प्लोय, बेरोजगार, इम्प्लोय भनेको रोजगार, अनइम्प्लोय भनेको बेरोजगार। एम्प्टी, EMPTY, एम्प्टी, एम्प्टीको नेपाली अर्थ हुन्छ खाली। एम्प्टी, खाली, र यसको अपोजिट वर्ड हुन्छ फुल, FULL, फुल, फुलको नेपाली अर्थ हुन्छ भरिएको। फुल, भरिएको, एम्प्टी भनेको खाली, फुल भनेको भरिएको। यो टोकरीमा त केही पनि छैन, एम्प्टी छ भन्छन् नि होइन। यदि त्यो टोकरी भरिएको छ भने चाहिँ यो टोकरी त फुल छ, यसमा केही राख्नु मिल्दैन, फुल छ होइन, भरिएको छ। एम्प्टी भनेको खाली र फुल भनेको भरिएको है त। इनेबल, ENABLE, इनेबल, इनेबलको नेपाली अर्थ हुन्छ सक्षम बनाउनु। इनेबल, सक्षम बनाउनु, यसको अपोजिट वर्ड हुन्छ डिसेबल, DISABLE, डिसेबल, डिसेबलको नेपाली अर्थ हुन्छ असक्षम बनाउनु। डिसेबल, असक्षम बनाउनु, इनेबल भनेको सक्षम बनाउनु, डिसेबल भनेको असक्षम बनाउनु। इन्करेज, ENCOURAGE, इन्करेज, इन्करेजको नेपाली अर्थ हुन्छ प्रोत्साहित गर्नु। इन्करेज, प्रोत्साहित गर्नु, र यसको अपोजिट वर्ड हुन्छ डिस्करेज, DISCOURAGE, डिस्करेज, डिस्करेजको नेपाली अर्थ हुन्छ हतोत्साहित गर्नु। डिस्करेज, हतोत्साहित गर्नु, इन्करेज भनेको प्रोत्साहित गर्नु र डिस्करेज भनेको हतोत्साहित गर्नु है त। एन्ड, END, एन्ड, इन्डको नेपाली अर्थ हुन्छ अन्त। इन्ड, अन्त्य, र यसको अपोजिट वर्ड हुन्छ बिगिन, BEGIN, बिगिन, बिगिनको नेपाली अर्थ हुन्छ सुरु। बिगिन, सुरु, एन्ड भनेको अन्त, बिगिन भनेको सुरु। इनेमी, ENEMY, इनेमी, इनेमीको नेपाली अर्थ हुन्छ शत्रु अथवा दुश्मन। इनेमी, शत्रु, र यसको अपोजिट वर्ड हुन्छ फ्रेन्ड, FRIEND, फ्रेन्ड, फ्रेन्डको नेपाली अर्थ हुन्छ साथी। फ्रेन्ड, साथी, इनेमी भनेको शत्रु अथवा दुश्मन र फ्रेन्ड भनेको साथी है त। इन्टर, ENTER, इन्टर, इन्टरको नेपाली अर्थ हुन्छ भित्र पस्नु। इन्टर, भित्र पस्नु, र यसको अपोजिट वर्ड हुन्छ एक्जिट, EXIT, एक्जिट, एक्जिटको नेपाली अर्थ हुन्छ बाहिर निस्कनु। एक्जिट, बाहिर निस्कनु, इन्टर भनेको भित्र पस्नु, एक्जिट भनेको बाहिर निस्कनु। हामीले सार्वजनिक बस चढ्दाखेरि एकातिर चाहिँ इन्टर हुन्छ, अर्कोतिर चाहिँ एक्जिट गर्ने हुन्छ नि होइन। इन्टर भनेको भित्र पस्ने, एक्जिट भनेको बाहिर निस्कने है त। अर्को छ इन्टायर, ENTIRE, इन्टायर,
इन्टायर को नेपाली अर्थ हुन्छ सम्पूर्ण, इन्टायर सम्पूर्ण, र यसको अपोजिट वर्ड हुन्छ पार्शियल, PARTIAL पार्शियल, पार्शियल को नेपाली अर्थ हुन्छ आंशिक, पार्शियल आंशिक, इन्टायर भनेको सम्पूर्ण, पार्शियल भनेको आंशिक है त। इक्वल, EQUAL इक्वल, इक्वल को नेपाली अर्थ हुन्छ समान, इक्वल समान, र यसको अपोजिट वर्ड हुन्छ अनइक्वल, UNEQUAL अनइक्वल, अनइक्वल को नेपाली अर्थ हुन्छ असमान, अनइक्वल असमान, इक्वल भनेको समान, अनइक्वल भनेको असमान है त। इभन, EVEN इभन, इभन को नेपाली अर्थ हुन्छ सम, संख्या हैन। एउटा इभन नम्बर हुन्छ, एउटा चाहिँ अड नम्बर हुन्छ हैन। इभन नम्बर भनेको हाम्रो चाहिँ जोड संख्या र अड नम्बर भनेको बिजोड संख्या हैन। इभन भनेको सम, हाम्रो जोड संख्या, र यसको अपोजिट वर्ड हुन्छ अड, ODD अड, अड भनेको विषम संख्या, बिजोड संख्या हैन। अड विषम संख्या, इभन भनेको सम र अड भनेको विषम, इभन भनेको जोड र अड भनेको बिजोड है त। इभिनिङ, EVENING इभिनिङ, इभिनिङ को नेपाली अर्थ हुन्छ साँझ, इभिनिङ साँझ, यसको अपोजिट वर्ड हुन्छ मर्निङ, MORNING मर्निङ, मर्निङ को नेपाली अर्थ हुन्छ बिहान, मर्निङ बिहान, इभिनिङ भनेको साँझ, मर्निङ भनेको बिहान। एभ्रीबडी, EVERYBODY एभ्रीबडी, एभ्रीबडी को नेपाली अर्थ हुन्छ सबैजना, एभ्रीबडी सबैजना, र यसको अपोजिट वर्ड हुन्छ नोबडी, NOBODY नोबडी, नोबडी को नेपाली अर्थ हुन्छ कोही होइन, नोबडी कोही होइन, एभ्रीबडी भनेको सबैजना, नोबडी भनेको कोही होइन है त। एभ्रिथिङ, EVERYTHING एभ्रिथिङ, एभ्रिथिङ को नेपाली अर्थ हुन्छ सबै कुरा, एभ्रिथिङ सबै कुरा, र यसको अपोजिट वर्ड हुन्छ नथिङ, NOTHING नथिङ, नथिङ को नेपाली अर्थ हुन्छ केही पनि होइन, नथिङ केही पनि होइन, एभ्रिथिङ भनेको सबै कुरा, नथिङ भनेको केही कुरा पनि होइन अथवा केही पनि होइन है त। इभिल, EVIL इभिल, इभिल को नेपाली अर्थ हुन्छ खराब अथवा दुष्ट, एभिल खराब अथवा दुष्ट, दुष्टलाई हामीले चाहिँ इभिल भन्छौँ है त। यसको अपोजिट हुन्छ गुड, GOOD गुड, गुड को नेपाली अर्थ हुन्छ राम्रो, इभिल भनेको दुष्ट अथवा खराब र गुड भनेको राम्रो है त। एक्साइटेड, EXCITED एक्साइटेड, एक्साइटेड को नेपाली अर्थ हुन्छ उत्साहित, एक्साइटेड उत्साहित, र यसको अपोजिट वर्ड हुन्छ काम, CALM काम, काम को नेपाली अर्थ हुन्छ शान्त, काम शान्त, एक्साइटेड भनेको उत्साहित, काम भनेको शान्त है त। एक्सक्लुड, EXCLUD एक्सक्लुड, एक्सक्लुड को नेपाली अर्थ हुन्छ बाहिर राख्नु, एक्सक्लुड बाहिर राख्नु, र यसको अपोजिट वर्ड हुन्छ इन्क्लुड, INCLUD इन्क्लुड, इन्क्लुड को नेपाली अर्थ हुन्छ समावेश गर्नु, इन्क्लुड समावेश गर्नु, एक्सक्लुड भनेको बाहिर राख्नु, इन्क्लुड भनेको समावेश गर्नु है त। एक्जेल, EXHALE एक्जेल, एक्जेल को नेपाली अर्थ हुन्छ सास फेर्नु, एक्जेल सास फेर्नु, यसको अपोजिट वर्ड हुन्छ इनहेल, INHALE इनहेल, इनहेल को नेपाली अर्थ हुन्छ सास लिनु, इनहेल सास लिनु, एक्जिल भनेको सास फेर्नु, इनहेल भनेको सास लिनु है त। हामीले मेडिटेसन गर्दाखेरि इनहेल एक्जिल भनेर सास तान्छौँ अनि त्यसपछि सास छोड्छौँ हैन, इनहेल एक्जिल हैन। अर्को छ एक्जिस्टेन्स, EXISTENC एक्जिस्टेन्स, एक्जिस्टेन्स को नेपाली अर्थ हुन्छ अस्तित्व, एक्जिस्टेन्स अस्तित्व, र यसको अपोजिट वर्ड हुन्छ नन एक्जिस्टेन्स, NONEXISTENC
नन एक्जिस्टेन्स, नन एक्जिस्टेन्सको नेपाली अर्थ हुन्छ अस्तित्व नभएको। नन एक्जिस्टेन्स अस्तित्व नभएको, एक्जिस्टेन्स भनेको अस्तित्व भएको, नन एक्जिस्टेन्स भएको अस्तित्व नभएको है त। एक्सप्यान्ड, EXPAND, एक्सप्यान्ड, एक्सप्यान्डको नेपाली अर्थ हुन्छ फैलाउनु। एक्सप्यान्ड फैलाउनु र यसको अपोजिट वर्ड हुन्छ श्रिङ्क, SHRINK, श्रिङ्क। श्रिङ्कको नेपाली अर्थ हुन्छ सङ्कुचित हुनु। श्रिङ्क सङ्कुचित हुनु, एक्सप्यान्ड भनेको फैलाउनु, श्रिङ्क भनेको सङ्कुचित हुनु। हाम्रो फोटोलाई चाहिँ एक्सप्यान्ड गर्छौँ होइन, फैलाउँछौँ एउटा चाहिँ, अर्को चाहिँ श्रिङ्क गरेर सानो बनाउँछौँ होइन। अर्को छ एक्सपेन्सिभ, EXPENSIV, एक्सपेन्सिभ। एक्सपेन्सिभको नेपाली अर्थ हुन्छ महँगो। एक्सपेन्सिभ महँगो र यसको अपोजिट वर्ड हुन्छ चिप, CHEAP, चिप। चिपको नेपाली अर्थ हुन्छ सस्तो। चिप सस्तो, एक्सपेन्सिभ भनेको महँगो, चिप भनेको सस्तो होइन। कुनै सामान सस्तो छ भने हामी चाहिँ कस्तो चिप सामान भन्छौँ नि होइन, कस्तो सस्तो सामान। अनि त्यसपछि कुनै सामान चाहिँ महँगो छ भने एक्सपेन्सिभ, धेरै महँगो छ भन्नको लागि टु एक्सपेन्सिभ होइन। एक्सपेन्सिभ भनेको महँगो है त, चिप भनेको सस्तो। एक्सपोर्ट, EXPORT, एक्सपोर्ट। एक्सपोर्टको नेपाली अर्थ हुन्छ निकासी गर्नु। एक्सपोर्ट निकासी गर्नु र यसको अपोजिट वर्ड हुन्छ इम्पोर्ट, IMPORT, इम्पोर्ट। इम्पोर्टको नेपाली अर्थ हुन्छ आयात गर्नु। इम्पोर्ट आयात गर्नु, एक्सपोर्ट भनेको निकासी गर्नु, इम्पोर्ट भनेको आयात गर्नु। हामीले भिडियो एडिटिङ गर्दाखेरि चाहिँ एक्सपोर्ट गर्छौँ नि होइन, हामीले त्यो भिडियोलाई चाहिँ बाहिर कतै सेभ गर्छौँ, एक्सपोर्ट गर्छौँ, अथवा कुनै ठाउँबाट भिडियो ल्याउनु छ भने इम्पोर्ट गर्छौँ होइन, इम्पोर्ट गरेर भिडियो ल्याउँछौँ। एक्सपोर्ट भनेको निकासी गर्नु र इम्पोर्ट भनेको आयात गर्नु है त। एक्सपोज, EXPOS, एक्सपोज। एक्सपोजको नेपाली अर्थ हुन्छ खुलासा गर्नु। एक्सपोज खुलासा गर्नु र यसको अपोजिट वर्ड हुन्छ हाइड, HID, हाइड। हाइडको नेपाली अर्थ हुन्छ लुकाउनु। हाइड लुकाउनु, एक्सपोज भनेको खुलासा गर्नु, हाइड भनेको लुकाउनु है त। कुनै कुरा एक्सपोज भयो होइन, खुलायो भन्छन् नि होइन, र हाइड भनेको चाहिँ लुकाउनु है त। एक्सटेरियर, EXTERIOR, एक्सटेरियर। एक्सटेरियरको नेपाली अर्थ हुन्छ बाहिरी भाग। एक्सटेरियर बाहिरी भाग र यसको अपोजिट वर्ड हुन्छ इन्टेरियर, INTERIOR, इन्टेरियर। इन्टेरियरको नेपाली अर्थ हुन्छ भित्री भाग। इन्टेरियर भित्री भाग, एक्सटेरियर भनेको बाहिरी भाग, इन्टेरियर भनेको भित्री भाग होइन। कुनै पनि चिजको हामीले बाहिरी भाग भन्नलाई चाहिँ एक्सटेरियर भन्छौँ र भित्री भाग भन्नलाई चाहिँ इन्टेरियर भन्छौँ है त। एक्सटर्नल, EXTERNAL, एक्सटर्नल। एक्सटर्नल भनेको बाह्य। एक्सटर्नल बाह्य र यसको अपोजिट वर्ड हुन्छ इन्टर्नल, INTERNAL, इन्टर्नल। इन्टर्नलको नेपाली अर्थ हुन्छ आन्तरिक। इन्टर्नल आन्तरिक, एक्सटर्नल भनेको बाह्य, इन्टर्नल भनेको आन्तरिक है त। एक्स्ट्राअर्डिनरी, EXTRAORDINARY, एक्स्ट्राअर्डिनरी। एक्स्ट्राअर्डिनरीको नेपाली अर्थ हुन्छ असाधारण। एक्स्ट्राअर्डिनरी असाधारण र यसको अपोजिट वर्ड हुन्छ अर्डिनरी, ORDINARY, अर्डिनरी। अर्डिनरीको नेपाली अर्थ हुन्छ साधारण। अर्डिनरी साधारण, एक्स्ट्राअर्डिनरी भनेको असाधारण, अर्डिनरी भनेको साधारण है त। एक्सट्रिम, EXTREME, एक्सट्रिम। एक्सट्रिमको नेपाली अर्थ हुन्छ अत्यधिक। एक्सट्रिम अत्यधिक, यसको अपोजिट वर्ड हुन्छ मोडरेट, MODERAT, मोडरेट। मोडरेटको नेपाली अर्थ हुन्छ मध्यम अथवा ठिकठिकै। मोडरेट मध्यम अथवा ठिकठिकै। एक्सट्रिम भनेको अत्यधिक र मोडरेट भनेको ठिकठिकै अथवा मध्यम है त। अर्थ, EARTH, अर्थ। अर्थको नेपाली अर्थ हुन्छ पृथ्वी। अर्थ पृथ्वी र यसको अपोजिट वर्ड हुन्छ स्काई, SKY, स्काई।
स्काईको नेपाली अर्थ हुन्छ आकाश। स्काई आकाश, अर्थ भनेको पृथ्वी, स्काई भनेको आकाश। र यिनै थिए आजका यीबाट सुरु भएका 35+ अपोजिट वर्ड मिनिङहरू। आई होप तपाईले यहाँबाट केही नयाँ कुरा सिक्नु भएको होला। र तपाईहरुको लागि यहाँनेर क्विक क्विज पनि रहेको छ। यहाँनेर अर्ली छ, यसको अपोजिट के हुन्छ तपाईले सोच्नुस् त यसको अपोजिट के हुन्छ होला। अर्को चाहिँ इजी, यसको अपोजिट के हुन्छ होला। अनि त्यसपछि इन्ड, यसको अपोजिट के हुन्छ होला। अनि एक्जेल, यसको अपोजिट के हुन्छ होला। यदि तपाईलाई यिनीहरूको अपोजिट मिनिङ थाहा छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त। हामी भेट्नेछौँ अर्को भिडियोमा। तबसम्मका लागि किप लर्निङ एन्ड किप स्पिकिङ।